जय मसीह सबैजनालाई। हामी सबैले बाइबल पढेका छौँ, हामी सबैले बाइबल देखेका छौँ, तर धेरैलाई एउटा कुरा थाहा छैन। बाइबलमा एउटा यस्तो पाना छ जुन धेरैले पढ्दैनन्, किनकि यो सत्य सुन्न अलिकति डर लाग्छ। तर जसले यो पाना खोल्यो उसको जीवन सधैँको लागि बदलियो। आज म तपाईँलाई त्यो एउटा लुकेको कुरा बताउन चाहन्छु। आज म धेरै लामो भिडियो लिएर आएको छुइनँ। आज म यस्तो कुरा गर्नेछु जसले तपाईँको हृदयमा शान्ति फर्काउनेछ। बाइबलको यो पानामा एउटा अचम्मको कुरा लेखिएको छ। यहाँ लेखिएको छ, परमेश्वरले तपाईको ढुङ्गा जस्तो हृदय निकालेर एउटा नयाँ र नरम हृदय हालिदिनुहुन्छ। हामी नेपालीहरू सधैँ भन्छौँ मेरो भाग्य नै ढुङ्गो छ, तर बाइबलले भन्छ तपाईको भाग्य होइन, तपाईको हृदय फेर्नुपर्छ। हामी बाहिरबाट राम्रो बन्ने नाटक गर्छौँ, तर भित्र हामी एक्लो र दुखी छौँ। यो पानाले भन्छ तपाईँ आफै बदलिएर हुँदैन, तपाईँलाई सृष्टिकर्ताले भित्रैबाट नयाँ बनाउनु पर्छ। तपाईँ किन चिन्तित हुनुहुन्छ? किन तपाईँलाई राति निद्रा लाग्दैन? किनकि तपाईँ पुरानै मन लिएर नयाँ खुसी खोज्दै हुनुहुन्छ। यो पाना धेरैले किन खोल्दैनन् थाहा छ? किनकि मान्छेलाई आफ्नो गल्ती स्वीकार गर्न गाह्रो हुन्छ। तर जब तपाईँ यो पाना खोल्नुहुन्छ, तपाईँले थाहा पाउनुहुन्छ कि तपाईँ एक्लो हुनुहुन्न। यदि तपाईँ आफ्नो जीवनको नयाँ सुरुवात गर्न चाहनुहुन्छ भने यो पाना तपाईँको हृदयमा खोल्नुहोस्। कुनै धर्म परिवर्तन गर्नु पर्दैन, बस सृष्टिकर्तालाई आफ्नो मन सुम्पिदिनुहोस्। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने भिडियोलाई सेयर गर्नुहोस्। जय मसीह।